बैतडीको चौरा बजार हो नि यो हेर्नु खोइ त बिनाजु कस्तो राम्रो बजार आएछ अनि त्यहाँ चढ्नु पर्यो अनि जाने हो नि त दिदी आएन है ल गोठाला पानी भन्दो रहेछ यसलाई यो गोठाला पानी हो हामी गोठाला पानीमा पुरा म पनि छु यहाँ यता दुईजनाको ढाड पनि खिच्दै त्यही भन्छ निर्माण हुँदैछ अहिले सैनिकमा लगेर राखेको छ सामान जति सबै तोपहरू अब के छ नि यहाँका पुरानो अनि त्यो पछि अनि पछि ल्याएर यो बनाएपछि अनि म भित्र पनि बताइदिन्छु खै हाम्रो नारायण जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो पल्दो यो सान हाम्रो चन्द्र सूर्य जङ्गी निशान हाम्रो सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो पल्दो यो सान हाम्रो 22वटा उसरी छ हाम्रो 26वटा 26वटा बङ्कर चारवटा हेर्नुहोस् एक यो कुनामा दबेको छ एक त्यो कुनामा दबेको छ दुई त्यो कुनामा दबेको छ उसरी छ हाम्रो 26वटा बङ्करहरू 26वटा बङ्कर 4वटा तोप तीनटा तोप त्यो यो एउटा त्यहाँ तल जानु मिल्छ हेर्नुहोस् तपाईँलाई बताइदिन्छु यो के को आकारको छ तपाईँहरूले बताउँछु ल भन्नुहोस् त यो सर्टकोट जस्तो लाग्यो कि त उयो के बनाउँछ नि एउटा पञ्चपात्र यस्तो कोण बनाउँछ नि पूजा गर्छ अष्टदल हेर्नुहोस् यो के छ कसको के को आकार छ म भनिदिन्छु यो बाघको टाउकाको ए यस्तो जताबाट हेर्दा पनि त्यस्तो देखिन्छ हेर्नुहोस् त्यो कुना कान पर्यो हो त्यही त यसो कुन चाहिँ मुख यो चाहिँ मुख यो बाघको आकारको छ सोचै गएन त्यही त
अब भैरव राख्नुपर्ने अनि त्यो स्वस्तिक चिन्ह यो ठ्याक्कै यसलाई चाहिँ के भन्छ यसलाई चाहिँ अमरगढी किल्ला भन्छन् किल्ला नै यही हो किल्ला यहीँबाटै लडाइँ गरे म तपाईँलाई म पनि देखाइदिन्छु यहाँ कुमाउ गढवाल पनि यहाँ अलिकति लागेको छ होइन हामी बैतडीबाट देख्यौँ ठिकै छ कुमाउ गढवाल यतातिर कुमाउ गढवाल भने कतातिर हजुर देख्नु भयो त्यहाँ पनि मसिन थापा गाउने नाता जे जे गरे पनि हुन्छ आँखा जुदाउँदै गढीमा आउँदै फोटो खिचाउँदै नलडी आउँदै कता हिँडेको पो यो भयो निर्माण हुँदैछ आउँदैछ त्यही भन्छ आए निर्माण हुँदैछ अहिले सैनिकमा लगेर राखेको छ सामान जति सबै तोपहरू अब के छन् यहाँका पुराना अनि त्यो पछि ल्याएर यो बनाएपछि अनि म भित्र पनि बताइदिन्छु खै हाम्रो नारायण बाँदरै लड्ला जस्तो छ घर बाहिर अडियो छ त्यही त यहाँदेखि त्यो त भिडियोमा टाढै बनाएर एउटा घरको त मुनि त पहिरो गएर छ त्यहाँ पनि छ खैदिन त अनि अचम्मैको गरेर त यहाँ थिएँ यो त सबै बनेको त कडानी नदीको पुलमा यसरी बसेर नाप्न खोजेको जस्तो देखिन्छ चल्दो बाटो आउँछ सदरमुकामै होला यो पक्कै पनि सदरमुकामै हो नि उहाँ त्यही सदरमुकाम भएर त त्यत्रो मेला लागेको छ अब केही नभए टिकटक एउटा बनाऊँ रुकुम एकवटा बनाऊँ अरू कुरा त्यस्तै हो रुकुम एकवटा यता पनि बनाइदिउँ अब म यता देख्थेँ नि तपाईँ भने आउँछ खै आए रुकुम एकवटा आयो त्यहाँ चाहिँ खाली आएको चाहिँ मेरो गाउँ छ होला नि सर
गाउँदै आऊ कति छिटो हिँडे कि दिन बसेर आउला घुम्न आया यात्री 2-4 दिन बसेर आउला घुम्न आया यात्री 2-4 दिन बसेर आउला घुम्न आया यात्री 2-4 दिन बसेर आउला काठमाडौँको यात्रा सिस्ने काठमाडौँको यात्रा सिस्ने काठमाडौँको यात्रा सिस्ने नमस्ते राम हौ अचम्म कसरी यो भिरमा अडिएको छ घर हो जाजरकोटको सदरमुकाम आमा पुरै बाँदर पनि लड्छ होला घर चाहिँ कसरी अडिएको छ न अचम्म लाग्यो मलाई त हेर्दा बाफ्रे हो घर यस्तो ठुल्ठुलो छ हो कति अप्ठ्यारो ठाउँमा घर बनाएको छ नि त यस्तो राम्रो घर चाहिँ ठुल्ठुला छन् यो त नमुनै घर रहेछन् जाजरकोटमा चाहिँ ट्याक्कसँगले तल देख्नु भएको बाटो डोल्पा जाने डोल्पा यो रिम्ला हुँदै डोल्पा जाने बाटो हो यो तल कुन भेरी ठुली भेरी ठुलो भेरी यो हामी आउँदै गरेको बाटो यो हाम्रो गाडी गाडीभित्र पनि 6जना मान्छे हुनुहुन्छ हाम्रो टिमका 6जना टिम बजारको चाहिँ हामी भिडियो खिच्दै मान्छे हुरुरु हिँडेपछि त कसरी हुन्छ होइन होइन पछाडिबाट के खिचायो भएर ल ल अब त त्यसरी कहाँ आउँछ क्यामेरा छेको हामी हिँड्नु भयो अब हेलो एभ्रिवान हात हाल्लाम देख्दैछु साथी हात हाल्ला छिटो Gracias.